सुन्दैनस् नि ड्याङडुङ हान्दै हुन्छ। प्रधानमन्त्री त हुनुभयो त तपाईँ हजुर, व्यवस्थापन गरेर गर्दिन नाइ कसैले भन्दैन। आज पनि देश विकास हुँदाखेरि त हामी सबैलाई राम्रो हो नि, हामी त खुसी हुन्छौँ हौ। तर यस्तो गरिबलाई चाहिँ कन्सिडरै नगर्ने, कुरै नसुनिदिने, 2 दिनमा खाली गर्न सक्छ। गृहमन्त्रीले राजीनामा दिनुभयो, झोक्केर आउनुभयो, ल ठोक्नुपर्छ आइतबार शनिबार। भएन। प्रधानमन्त्रीज्यू थोरै सद्भाव राख्नुहोस्, थोरै चाहिँ आत्मीयता राख्नुहोस्। यस्तै तरिकामा चल्दैन। राम्रो होस् तपाईँको कार्यकाल, राम्रो चलोस्, विकास गर्नुहोस्, तर मान्छेलाई नबुझिकन यसरी गर्नुभयो भने चाहिँ खोइ अब कति दिनको के हुने हो। मेरो कुरा त्यति हो। थोरै करुणा राख्नुहोस्, थोरै बुझिदिनुहोस्, गरिबको परिवार होलान् सोचिदिनुहोस्। भनौँ न मेरो तपाईँको घरमाथि चाहिँ अब त्यो डोजर चलाउने भनेर चाहिँ 2 दिन पहिला नोटिस आयो भने तपाईँ के गर्नुहुन्छ? तपाईँ हल्लिन पनि सक्नुहुन्न, सायद दिमागै फ्रिज हुन्छ। मरिमेटी दुःख गरेर बनाएको बल्ल बल्ल के गरेको थिएँ। अतिक्रमण गरेको भए पनि अब अतिक्रमण गरेकोलाई हटाउनै पर्छ हामी मान्छौँ, तर कम्ती व्यवस्थापन त गरिदिनु न, होइन? त्यो गरिदिनुहोस् प्रधानमन्त्रीज्यू। अब त त्यही हो, व्यवस्थापन गरिदिनुहोस्। हामीलाई समस्या छैन। तपाईँका यी कार्यहरूले त मेरो त एक तरिकामा त बोल्दाखेरि पनि म भक्कानिने भइसकेँ। त्यसबाहेक अब यो सुकुम्बासीको कुरामा चाहिँ जहिलेसम्म व्यवस्थापन हुँदैन, आज भर्खर आएको तपाईँको स्टेटस अनुसार जहिले व्यवस्थापन हुन्छ त्यसपछि डोजर चलाउनुहोस्। कसरी, कति बजेट छुट्याएर, कहाँ राख्ने, के खुवाउने, अनि हेल्थ फेसिलिटिज के दिने, बिरामी होलान्, कसो होलान्, के होलान्, यी सब मान्छेलाई व्यवस्थापन गरेर त्यसपछि चलाउनुहोस्। त्योभन्दा पहिला एउटा डोजर नचलाउनुहोस्। तपाईँको स्टेटसको पनि अर्थ छैन। एउटा कुरा भनेको 50 जनालाई यदि तपाईँले अफेक्ट गर्नुहुन्छ भने सुकुम्बासी त्यतिलाई चाहिँ तपाईँको डोजरले हानिन्छ भने तपाईँले कम्तीमा पनि मिनिमम पनि आएर एकचोटि हजुर यस्तो हुँदैछ, हजुर यस्तो हुँदैछ भनिदिनुहोस्। यो लोकतान्त्रिक देश हो नि त, बोल्नै हुँदैन। तपाईँ बोलिदिनु त पऱ्यो। यो अवस्थामा त बोलिदिनु, अरू बेला ल नबोलिदिनु, फरक परेन। हाम्रो तेस्रो मुद्दा भनेको चाहिँ पेट्रोलियम पदार्थमा लाग्ने 6 करको बारेमा छ। हाम्रो देशमा चाहिँ सायद यो साउथ एसियामा सबभन्दा महँगो पेट्रोल छ। यसलाई चाहिँ महँगोमा पेट्रोल लिएर घाटा खाएर बेच पनि भन्दैनौँ, तर यो पनि भइरहेको छ। भुटान भूपरिवेष्टित देश हुँदाहुँदै पनि उसले 103 रुपियाँमा आज पेट्रोल बेचिरहेको छ। हाम्रो देशमा कर आउने, एउटा मात्र राजस्व सङ्कलन हुने पेट्रोल मात्रै होइन। आजको दिनमा त पेट्रोलको भाउ महँगो भयो भन्दाखेरि पनि कतिले चाहिँ भनौँ न वार भएको छ, महँगो भयो भनेर भन्नुहुन्छ। तर उहाँहरूलाई के थाहा, यहाँ 6वटा कर लागेको छ। हामीले 1 लिटर पेट्रोलमा 13% भ्याट मात्रै 24.5 रुपियाँ तिर्छौँ। त्यो एउटा हो, 6वटा मध्ये एउटा। हामीले टोटल कर आज 270 रुपियाँमा पेट्रोल किन्दाखेरि हामीले 65 देखि 70 रुपियाँसम्म कर तिर्छौँ। 6वटा कर भनेको हाम्रो देश बाहेक न हाम्रो छिमेकी देशमा छ, न संसारका सबैभन्दा विकसित मुलुकमा छ। हाम्रो देशमा मात्रै हो 6वटा कर लाउने। म चाहिँ 6वटा कर तिरेर होइन ठिकै छ भनेर म राज्यलाई सहानुभूति दिनेवाला मान्छे परिन र धेरै पर्नु भएन होला। यहाँ आफ्नै जीविका धान्न गाह्रो छ, राम्रो पेसहितको रोजगारी पाउन गाह्रो छ। यो अवस्थामा होइन, सरकारसँग स्रोत, साधन, बजेट, पावर सबै छ। सरकारमाथि तपाईँ ओहो ल बिचरा नभन्नुहोस्। 6वटा कर यो मान्ने कुरा हो। भुटानमा छैन 3टा कर। भुटानमा त अझ 103 छ। इन्डियामा 3टा कर छ, चाइनामा 3टा कर छ, अमेरिकामा 3टा कर छ। त्यो पनि म्याक्सिमममा धेरैमा 3 कर छन्। भनेपछि हामी कहाँ चाहिँ फर्स्ट वर्ल्ड नागरिक, हामी कहाँ चाहिँ हाई क्लास नागरिक, यस्तो के भन्ने अब, यस्तो दुःख लाग्दो अवस्था छ हाम्रो। त्यो हुँदाखेरि पनि हामी 6 कर तिर्न कसरी तयार हुन सक्छौँ? मेरो राज्यसँग अनुरोध, यो अत्याचार 6 कर सायद पुराना नेताहरूले हामीलाई दिएका धेरै यातना मध्ये एक हुन्। 6 कर चाहिँ माफ गरिदिनुहोस्, पछिको लागि ल ठिक छ फेरि ल्याउनुहोस्। तर अहिले यो 6 कर हट्यो भने महँगाईदेखि लिएर सबै कुरा कन्ट्रोल हुन्छ। आज बाँच्न नसक्ने महँगाई छ। 270 रुपियाँको पेट्रोल किनेर यो देशमा चल्न सकिँदैन, जुन देशको चाहिँ अर्थतन्त्रको मेरुदण्ड छैन। त्यो कारणले राज्यलाई ध्यान आकर्षण गराउन चाहन्छु। 6वटा कर जुनले चाहिँ आज 6वटा कर जसको कारणले चाहिँ आज हामीले पेट्रोल किन्दाखेरि 65 देखि 70 रुपियाँ तिर्छौँ, त्यसलाई हटाउनुहोस्। हामी सक्दैनौँ। यति भन्दै आजको प्रेस मिट यहीँ सकिन चाहन्छु। धन्यवाद।